हेलो गाइजहरू, मैले आज लिस्नी झरना अर्थात् गुल्जा झरनासम्मको पैदल गर्नेछु। यो गुल्जा झरनादेखि बगिरहेको सेतो कञ्चन खोला हो। यो दौला खोला भनिन्छ। अर्थात् त्यो देखिरहेको गुफा अर्थात् ओडार वैशाख जेठ महिना अथवा हिउँदको समयमा गाई बस्तु र भेडाहरू यस ओडारमा राख्ने गरिन्छ र यस ओडारमा एउटा अमूल्य चिज पनि छ। यसमा निकै औषधि हुन्छ, सेलाजिउ भन्ने पनि यसै ओडारदेखि निस्कन्छ र यो निकै अप्ठ्यारो ठाउँमा छ। निकै ठुलो गुफा रहेको छ यसमा र यी माथि देखिने ती चट्टानमा गिद्धको पनि सुरक्षित वासस्थान रहेको छ र देख्नुभयो यस। अब अरू भिडियोहरू पनि बाटोमा देखाउँदै गर्नेछु। लगभग 1.5 किलोमिटरको हाराहारीमा आइसकेको छु गाउँभन्दा। अब यसदेखि माथि देखिरहेको त्यो ठुलो पहाड चट्टानको बिचमा लिस्नी झरना छ। त्यसमा यो बारीको चट्टान चाहिँ केही पहिले नै पुस महिनामा ढस्केको जानकारी पाउन सकिन्छ। बुढापाकाको अनुसारमा ठुलो पहिरा चलेको र अहिले रुख बिरुवाले यस्तो बनाएको छ। हाम्रो टोलीहरू अगाडि बढिसकेको छ, हिँड्दैछौँ। यो देखिरहेको लिस्नी भिर अथवा लिस्नी गल्छी निकै अप्ठ्यारो थियो। यसमा पहिला बाटो पनि थिएन, अर्को ठाउँबाट घुमेर जानु पर्थ्यो। अहिले चाहिँ यहाँका जनताले आफ्नै परिश्रम लगाएर 2-3 महिना आफ्नै गराइसी औजारले यस चट्टानलाई खोलेर यहाँ पैदल हिँड्ने व्यवस्था भएको छ। यो पुरै चट्टानहरू खोलेको छ र तल यहाँदेखि खजेपछि निकै ठुलो भिर छ। यहाँ कसै पनि बाँच्ने स्थिति छैन। अब यसको पछाडिमा लिस्नी झरना रहेको छ। निकै अप्ठ्यारो छ, यहाँदेखि भिडियो बनाउने पनि गाह्रो नै रहेको छ। हेर्नुहोस् है त। अब त्यो यही डाँडाको उतापट्टि छाङ्गामा छ। अब देखिँदैछ। यसमा रहेको छ लिस्नी झरना। मैले माथिदेखि खिचेको हो। छाङ्गामा छ लिस्नी झरना। लिस्नी झरना पनि हेरिसक्नुभयो र यहाँ यो काठ राखेर चाहिँ यसमा बाटो बनाएको छ। यो काठको आधारमा यसमा ठुलो छाङ्गा रहेको छ। गुल्जा झरनादेखि बग्दै आएको हो र यो माथि भिरमा देखेका वीर मौरीहरू हेर्नुहोस्। वीर मौरी, यसमा धेरै वीर मौरी रहेका छन्। यसलाई पनि जेठ असारमा निस्काउने क्रम भइरहेको छ। निकै अप्ठ्यारो छ। यसमा 200-300 भन्दा लामो दूरी खान्छ यसमा निस्काउनु। यसकै छेउमा रहेको छ दोस्रो गल्छी अर्थात् दुईटा फलेक झै बनेको बिचमा हिँड्ने बाटो। यो केही पुर्खादेखि नै केही पानीले खुलेको भन्ने जानकारी पाउन सकिन्छ यसमा। यस बिचमा घाम पनि 1-2 घन्टा मात्रै पच्छ होला, 1 घन्टा जति। नत्र पनि यसमा निकै अन्धारो हुन्छ। बिचमा खोला बगिरहेको छ। हेर्नुहोस् त कस्तो अचम्मको छ। 50
60-70 मिटर भन्दा लामो रहेको छ। यस दुईवटा चट्टान मिलेर बनेको निकै नै राम्रो सुन्दर रहेको छ। यी काठको खोला वारीदेखि पार्नपट्टि टर्ने बनाएको छ। बिचमा सेतो कञ्चन खोला बगिरहेको छ। वल्लोपट्टि मान्छेको पैदल यात्रा भइरहेको देखिन्छ। यो माथिदेखिको भ्यू हो र हामीहरू माथि मेदिनी खर्क भन्ने ठाउँमा आइसकेका छौँ। यहाँ गाई बस्तु अथवा भैँसीहरू राख्ने गरिन्छ। निकै चौरो रहेको छ। यसमा यी भैँसीहरू पनि देखाइरहेको छ। यहाँ भैँसीहरूले चर्दैछन् मजाले। अब माथि गोठतर्फ लाग्दैछौँ हामीहरू। गोठतर्फ अगाडि बढेका गोठ यसमा रहेको छ। यहाँ गोठालेहरू बसिरहेको छ। यस्तै खालको एउटा माथि अर्को ठाउँमा स्थानमा पनि रहेको छ। दुईवटा चट्टान मिलेर बनेको छ र यसमा बाटोहरू पुरै सिडी हालेको छ। ढुङ्गाको जालीहरू पनि हालेको छ। छेउमा सेतो खोला बग्दै रहेको छ। यी ढुङ्गाको सिडीहरूमा पुरै पानी आउँदै रहेको छ बर्खाको टाइममा। सिडी बनाएको छ। कञ्चन खोला उर्लेर आउँदैछ। सेट टाइप बखाए जस्तै गरेर बग्दै रहेको यस खोला। यी बेगुटा मार्ने बेगुटा यसरी थाप्दो रहेछ खोलामा। यस्ता पनि देखियो र चुइयाका भारीहरू अर्थात् डोको भन्ने। हामी अहिले गुल्जाको नजिकै स्थानमा पुगिसकेका छौँ। अब गुल्जा झरना सुरु हुन्छ। यी गुल्जा झरना अति सुन्दर रहेको ठुलो पहाडदेखि छङ छङ गर्दै झर्दैछ। सेतो ठेकीको देखि मही पखाए जस्तै गरेर झर्दैछ। आहा, यस गुल्जा झरनाको बयान कसरी ल्याउँ? गुल्जा झरनाको पैदल यात्रा गरिसकेपछि गुल्जा झरना हेरेर गाउँतर्फ फर्कियो। त्यसैले तपाईहरूलाई यस झरना कतिको मन परेर यस ठाउँका पैदल यात्राहरू भिडियोहरू मन परेमा तपाईँहरू पनि यसै ठाउँमा आउन नभुल्नुहोला। यसै ठाउँमा आएर गुल्जा झरना